हेलो हेलो साथीहरू, वेलकम छ मेरो छोटो मिठो ब्लगमा। अनि आज चाहिँ हामी गएको थियौँ बागेश्वरी मन्दिर। अनि छोराछोरी यहाँ छोरी रोएर हैरान फोटो खिच्नु भनेको हात्ती देखेर डराएर कति डर नि हो मेरो छोरी फेरि। अनि छोरो फेरि मजाले फोटो खिचिरहेछ। अनि हामी दुई बहिनी पनि यसो भिडियो सिडियो बनायौँ। अनि मेरो नानी फेरि एकदमै चकचके छिके, एकदमै चकचके ती चकचक गर्छ, डराउँछ फेरि। हेर्नु न, यहाँ चिप्लेट खेल्न लाग्यो डराएर। आफ्नो दाजु फेरि बहिनीको माया लाएर गइहाल्यो। त्यसपछि फेरि आफूले खेल्यो। अनि हामी बाहिरतिर गयौँ। बाहिर हेर्नु यति राम्रो राम्रो च्याउ कहाँबाट लिन्छन् कि यस्तो च्याउ। हामी त जङ्गल गएको च्याउ नै भेट्दैनौँ। अनि फेरि गयौँ मन्दिरभित्र। अनि सताएर हैरान गरेछ छोरीले। अनि यता माछा हेर्न आयौँ। अनि त्यहीँ बस्यौँ। मलाई चाहिँ कस्तो मन शान्त, मेरो मन शान्त भएको थिएन। अनि कस्तो स्याड भइरहेको थिएँ म। अनि माछा हेऱ्यो, हल्का फ्रेस भयो। अनि त्यसपछि हामी गयौँ भित्र आरती हेर्न। अनि भजनमा मेरो छोरी फेरि भजनमा नाच्ने भनेपछि उसलाई यस्तो हुर्कै हुने हो। अनि यता भजन बजिरहेको थियो, नाचिरहेको थियो। साथीहरू धेरै साथीहरू नाचिराख्नु भएको थियो। मेरो छोरी पनि नाचिरहेको थियो हल्का हल्का। हेर्न सक्नुहुन्छ भिड, यति भिड बाबै। फर्स्ट दिन भएर त होला यति धेरै भिड यहाँ। अनि सबै साथीहरू नाचिराख्नु भएको थियो। अनि पुजारीहरू चाहिँ आइसक्नु भएको छ आरतीको लागि। अनि त्यसपछि हामीले चाहिँ एकछिन भजनहरू गायौँ, बस्यौँ। अझै पूजा सुरु भएको थिएन, आरती। अनि त्यही गरी चाहिँ यस्तै छ जिन्दगी। हेर्नुहोस्, सबैभन्दा आफूले आफूलाई सम्हाल्न सक्नु पर्दो रहेछ, सहन सक्नु पर्दो रहेछ। अनि जिन्दगीमा कहिले नसोचेको घटनाहरू पनि हुँदो रहेछन्। यस्तो गर्छु भनेर सोच्यो भने त्यो सोचेको कुरा पनि कहिले पुरा पनि हुनसक्छ, कहिले नहुनसक्छ। सबैभन्दा आफू सही हुन पर्यो। आफूलाई कसैले औँला ठहराउने बाटो नगराउनु पर्यो। अनि त यस्तो उस्तो भनेर कसैलाई भन्ने मौका दिनु भएन आफूले। अनि आफूलाई कसैले गलत नराम्रो नगर्दै पनि गलत भन्छ भने सहने चाहिँ होइन फेरि। म चाहिँ त्यस्तो परै। हजुरहरू कस्तो हजुरहरू कुनमा पर्नुहुन्छ, म चाहिँ त्यस्तैमा परेँ है। अनि हेर्न सक्नुहुन्छ यहाँ भर्खर सुरु भइरहेछ आरती। अनि हेर्न सक्नुहुन्छ मेरो छोरा चाहिँ सुतिरहेको थियो, छोरी पनि सुतिरहेको थियो, छोरा पनि। अनि सिउ गर्दै निदाए पछि त मेरो छोरा उठेर जय जय भनेर बाबरे। हेर्न सक्नुहुन्छ हेर्नु रमाको केटो। पहिला सुतेको मान्छे त पछि त भगवानको आरती सुरु भएदेखि त केटो लाग्यो उफ्रिन। हेर्न सक्नुहुन्छ यति भिड थियो त्यो दिन, यति भिड बाफ्रे। मेलामा पनि यति साह्रो मान्छे हुँदैन होला कि, यति धेरै मान्छेहरू के बाबै। हेर्नुहोस् अब चाहिँ आरती सुरु हुँदैछ। पुजारी बाहरूले चाहिँ आरती सुरु गर्दै हुनुहुन्छ। अनि भिड भएर हल्ला भएर त्यहाँभित्र गर्मी बाबै, यति गर्मी थियो। अनि अगाडि यहाँ बस्नु भएको छ उहाँहरू चाहिँ कर्ता हो अरे। अनि उहाँहरूले पैसा दान गर्नुभएको भएर चाहिँ उहाँहरूलाई चाहिँ अगाडि त्यो तारभन्दा चाहिँ अगाडि बसालेको थियो। अनि हामी चाहिँ पछाडि बसेका थियौँ साथीहरू। मलाई त हेर्नु एकजना दाइ हामी पछाडि बसिरहेको थियौँ, अगाडिबाट आएर भिडियो खिच्नुहुन्छ उभिएर। अनि मलाई चाहिँ फेरि रिस उठिहाल्यो। अनि दाइ बस्नुहोस् न, पछाडिको मान्छेहरूले पनि हेर्न पर्यो, हामीले मात्र हेरेर हुन्छ र पछाडि कति धेरै हुनुहुन्छ भने उहाँले त झगडै गर्ने जस्तो गर्नुभयो। त्यही पनि म पनि के कम, मैले फेरि अनि जबरजस्ती गाली गरेर भए पनि उहाँलाई बसालिहालेँ। अनि त्यसपछि टक्क अनि पछाडिको मान्छेहरू हामीहरू सबैले हेर्न पायौँ, किनभने हामी सबैलाई रहर लागेरै गएको हुन्छ नि त हेर्न। अनि उभियो भने पछाडिको मान्छेहरूलाई त केही पनि देखिँदैन नि त। भजनहरू भने अब अलिअलि भए पनि हेर्न त पर्यो नि।
त्यसपछि अनि उहाँलाई चाहिँ गरेँ, बस्नुभयो अलि अगाडि गएर। अनि यता चाहिँ फेरि अब सुरु भइरह। अनि भित्र आरतीमा पसेको त मेरो मन यति शान्त भएको, पहिला मलाई यति दुःख जस्तो मेरो मनै शान्त थिएन नि जब त्यहाँभित्र पसेँ, भजनहरू गाएँ अनि आरतीहरू हेरेँ। अनि बल्ल मेरो मन शान्त भयो, आनन्द लाग्यो। अनि कस्तो अनौठो चिज है यो मन्दिर भजनहरू भन्ने चिज, के कति आनन्द आएको मलाई त। अनि त्यसपछि यो चाहिँ महाआरती अब उ भएर गर्दै हुनुहुन्छ यहाँहरूले। दियोहरू बालेर पूजा गर्दै हुनुहुन्छ। अनि फेरि हेर्नु यो बहिनी अगाडि उभिएर बस भन्छु नटेर्ने, बस भन्छु नटेर्ने, हक्कलाई बल्ल 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 कराए बसालेको बहिनीलाई नि मलाई मन पर्दैन कि। अगाडि अब सबै त रहरले हिँडेको हुन्छ, गरेको हुन्छ, अनि उनीहरू चाहिँ अनि अगाडि ठ्यास्स उभिएपछि अनि पछाडिको मान्छेहरूले चाहिँ उनीहरूको ढाड हेर्नु र भने बिचरा सबै त रहरले कति टाढाबाट पनि आउनुभएको हुन्छ। अनि त्यसपछि सक्यो आरती सकिएर अनि उ लिँदै हुनुहुन्छ, के भन्छ त्यो भन्नै आएन कि मलाई, त्यो के भन्छ कि त्यसलाई, आरती सकिसकेपछि लिन्छन् सबले त्यो गराउँदै हुनुहुन्थ्यो। अनि नाच्दै हुनुहुन्थ्यो कतिजना माताहरू पनि आउनु भएको थियो, माताहरू नाच्नुभयो। अनि त्यसपछि लगभग आरती सक्यो, हेर्नु सक्नुहुन्छ भिड यति भिड थियो, प्याक बाहिर निस्किन बडा मुस्किल भयो। हामी त पछाडिबाट गएर त्यो बारबाट निस्केको, अगाडिबाट निस्किने ठाउँ नभएर। अनि त्यसपछि